विवाह गरेको कति भयो तपाईँको? 1 वर्ष भयो। 1 वर्ष भयो? हजुर। अझै पनि बेहुलीकै ड्रेसमा हिँड्नुहुन्छ है? अरू त राम्रो लुगै छैन अनि त्यही भएर। अनि टिभीमा हेरेको थिएन? चिप्लुने अङ्कल त्यो भन्नु हुँदैन। उहाँ चाहिँ रजतपट अङ्कल, हाम्रो इन्टरभ्यू लिनुहुन्छ। फेरि नमस्ते। अहिले तपाईँ 15 वर्ष कि? हजुर। 14 वर्षमा तपाईँको विवाह भएको? हजुर। तपाईँको इच्छा अनुसारै विवाह भएको हो? होइन नि सर, मलाई त थाहा नै थिएन मेरो बिहे हुन लाग्यो भनेर पनि। मैले त बिहे भएपछि मात्रै उहाँलाई देखेको। अनि केटा नहेरिकन विवाह गर्नुभएको तपाईँले? हजुर सर। मैले हेरेको तिमीलाई। कहाँ हेर्नुभएको तपाईँले? सिन्दुर हाल्दाखेरि थोरै साइडबाट। त्योभन्दा पहिला देख्नु भएको थिएन? भनेपछि तपाईँले उहाँको अनुहार त्यही विवाहमा देख्नुभएको? हजुर, विवाहमा चाहिँ मैले हेरिनँ उहाँको अनुहार, पछि घर गएपछि मात्रै देखेको। ए, उहाँको शारीरिक अवस्था यस्तो छ भन्ने कुरा चाहिँ कतिखेर थाहा पाउनुभयो? हामी चाहिँ बिहे भएपछि उहाँको घर गयौँ, अनि त्यसपछि खानासाना खायौँ, अनि सुत्ने बेलामा उहाँ त मसँग बोल्नु नै भएन। यस्तै पाङ्रा अनि पाङ्रा अनि पुतलीहरूसँग खेल्दै हुनुहुन्थ्यो उहाँ। अनि त्यति बेलामा चाहिँ अनि बोल्नु पनि भयो उहाँ, अनि पछि थाहा भएको मलाई। यो 1 वर्षको बिचमा के कस्ता अप्ठ्यारोहरू आए? बितेको 1 वर्ष सुरुमा त एकदमै धेरै गाह्रो भयो मलाई। अब घरको पनि धेरै काम गर्नुपर्ने, बिहान चाँडै उठ्नुपर्ने, दैलो पोत्नुपर्ने, पानी लिन जानुपर्ने, फेरि घाँस पनि काट्न जानुपर्ने, मैले सबै काम गर्नुपर्ने, अनि एकदमै धेरै गाह्रो भयो। त्यसमा चाहिँ सुरुमा त मैले उहाँसँग कुरा गर्थेँ, अनि उहाँले पनि बुझ्नु हुँदैन थियो, उहाँको कुरा पनि मैले बुझ्दिनँ थियो, अनि म कति धेरै रुन्थेँ। अनि त्यही नै हो। अनि बिस्तारै बानी पऱ्यो। उहाँले कहिले थाहा पाउनुभयो कि तपाईँ चाहिँ उहाँको श्रीमती हो भन्ने कुरा चाहिँ? उहाँलाई त थाहा छैन, उहाँ त साथी भन्नुहुन्छ। थाहा छ हजुरलाई म हजुरको श्रीमती हो भनेर? बुढी हो, बाले भनेको। अनि त्यसपछि होइन, म एक त मेरो उमेर पुगेको छैन, त्यसमाथि पढाइको कुरा थियो तपाईँको होइन, अब त्यसमाथि श्रीमान अब शारीरिक रूपमा अशक्त, म फेरि छोडेर म माइती जान्छु भनेर त्यस्तो केही लाग्यो? त्यस्तो त मलाई लागेन, किनभने अब म उहाँलाई चिन्दै गएपछि उहाँले मलाई एकदमै धेरै माया गर्न थाल्नुभयो। सायद नर्मल मान्छे भएको भए मैले त्यति धेरै माया पाउँदिनँ थियो होला। उहाँले मेरो हरेक कुरामा सहयोग गरिदिनुहुन्थ्यो। बाख्रा हेर्न जाने मसँग साथी हेरिदिनुहुन्थ्यो, भाँडा माझ्ने बेलामा पनि पानी हालिदिनुहुन्थ्यो। अनि उहाँ त मेरो साथी जस्तै हुनुभयो, धेरै माया गर्नुभयो। अनि मलाई छोडेर जाऊँ जस्तो कहिले लागेन। तपाईँले विवाह चाहिँ किन गर्नुभएको? आमाले भनेर, आमाले साथी चाहिन्छ तँलाई भन्नुभयो, अनि मैले हुन्छ भने। साथी कस्तो पाउनुभयो त? राम्रै, एकदम राम्रै। उहाँको त पढ्ने इच्छा रहेछ नि त नि? पढ्छ उसले। मलाई पढ्न पनि उहाँले धेरै सहयोग गर्नुहुन्छ। हो हजुर, किताबहरू ल्याएर। आमाले थाहा पाउँछ। ए आमाले भनेको उहाँको आमाले, सासू आमाले? हजुर हजुर। के पढ्न दिनुहुन्न? पढ्न दिनुहुँदैन, थाहा पायो भने त मार्नुहुन्छ। के भन्नुहुन्छ? कुट्नुहुन्छ नि उहाँले त। तँलाई पढाउन लिएर आएको हो, यहाँ तँलाई काम गर्न लिएर आएको, यस्तो भन्नुहुन्छ। दिनचर्या चाहिँ के हुन्छ उहाँको? उहाँ त अब बिहान उठ्नुहुन्छ, अनि खेल्नुहुन्छ, फेरि मसँग खेल्न आऊ भन्नुहुन्छ। अनि म काम गरिरहेको बेलामा उहाँले मेरो अब सहयोग गर्नुहुन्छ। यस्तै नै हो। के खेल्नुहुन्छ तपाईँ? म गुच्चा, म यो पाङ्रा, अनि मेरो एउटा घरमा गाडी छ ठुलो, अनि मेरो साथी गुलेली। अनि तपाईँ अहिले लुकी पढिरहनु भएको छ? हजुर हजुर, लुकी पढ्छु। यो गुलेली चाहिँ किन लिएर हिँड्नुहुन्छ तपाईँ? यो मेरो साथी हो, कसैले चरा चुरुङ्गीहरूलाई मार्नुभन्दा अगाडि म उनीहरूलाई भगाइदिन्छु। ए, चरा चुरुङ्गीलाई मार्न होइन, बचाउनलाई हो? मार्नुहुन्न। यहाँबाट नि थाहा हुन्छ उहाँ कति दयालु हुनुहुन्छ भनेर। उनीहरूको पनि आमा हुन्छ, बाउ हुन्छ, बुढी हुन्छ, बच्चा हुन्छ। ए, कसैले चरा चुरुङ्गी मार्न खोज्यो भने पहिले उडाउनको लागि चाहिँ भगाइदिन्छु, मार्नुहुन्न। पढाइ कहाँ पुग्यो तपाईँको? मैले चाहिँ 8 कक्षा पास गरेको। 8 कक्षा पास गर्नुभयो। अब अगाडि पढ्ने के छ? मलाई त एकदमै धेरै पढ्न मन छ।
एसएलसी पास गर्नु मन छ, त्योभन्दा नि धेरै पढ्न मन छ। पढेर के गर्नुहुन्छ? पढेर ठुलो मान्छे बन्ने अनि आफ्नै खुट्टामा सक्षम हुने मन छ। मलाई माया गर्ने। सासू र ससुरामा चाहिँ हजुर। कसले तपाईँलाई बढी माया गर्नुहुन्छ? ससुराबा। ससुराबाले? सासू त मेरो आमाभन्दा ठ्याक्कै उल्टो हुनुहुन्छ। ए गाली गर्नुहुन्छ, कुट्नुहुन्छ। के कुरामा गाली गर्नुहुन्छ? जे जस्तो टाइममै खाना पकाएन भने अनि बाख्राहरू कता कता कहिले कसको बाली खाइदिन्छ, घरि कता कता गइरहेको हुन्छ अनि म त्यहाँ टाइममै पुग्न सकिनँ भने पुरै भुताल्नुहुन्छ। ए भुताल्नु नि हुन्छ? एकचोटि त पुरै सबैजनाको अगाडि लडाइदिनु भएको थियो। उहाँसँग विवाह भइसकेपछि हजुर। सबभन्दा गाह्रो भएको दिन क्षण त्यो सम्झिनु पर्यो भने कुन क्षणलाई चाहिँ सम्झिनुहुन्छ या कुन दिनलाई चाहिँ सम्झिनुहुन्छ तपाईँ? सबभन्दा गाह्रो त मलाई त्यही बिहे गरेको दिन नै हो, किनकि त्यो दिन 3-4 दिन त म सुत्दै सुतिनँ ला अब के हुन्छ, अब कसरी म बस्छु यहाँ यो घरमा, के अरे मेरो श्रीमान पनि यस्तो हुनुहुन्छ, अब के गर्ने भनेर मलाई त्यो बिहे गरेको हुने 4 दिन जति चाहिँ मलाई एकदमै गाह्रो नै भयो। अब अहिले तपाईँको परिवारले छोड्दै त्यो परिवार घरमै आएर बस भन्यो भने के गर्नुहुन्छ? नाइ म त बस्दैन अब त। ए अब चाहिँ यता घरमै बस्ने? हजुर, उहाँसँगै बस्ने? उहाँले धेरै माया गर्नुहुन्छ। हो? कतिको रिसाउनुहुन्छ उहाँ? घरिघरि रिसाउनुहुन्छ। के कुरामा बढी उहाँलाई रिस उठ्छ? के कुरामा हजुरलाई रिस उठ्छ? मलाई रिस उठ्दैन। रिसाउनुहुन्छ घरिघरि खेल्न आएन भने, उहाँसँग खेल्न गएन भने खेल्न आएन भने रिसाउनुहुन्छ। चाहिँ रिस उठ्छ मलाई। ए सँगै खेलिदिनु पर्ने तपाईँलाई? अनि घरको काम कसले गर्छ त? सँगै गर्ने। अनि आमाले चाहिँ उहाँसँग खेल्यो भने फेरि मलाई गाली गर्नुहुन्छ क्या, त खेल्न मात्रै खेल्छस्, काम गर्नु पर्दैन भन्नुहुन्छ। अनि फेरि उहाँले चाहिँ खालि खेल्न बोलाउनुहुन्छ मलाई। आमा रिसाउनुहुन्छ मात्रै है। अनि आमालाई सम्झाउनुहुन्न? म सम्झाउनु कसरी सम्झाउने? उहाँले त मलाई धेरै बचाउनुहुन्छ। हो? नकुट्नु आमा, नकुट्नु भन्नुहुन्छ। उहाँको नराम्रो बानी चाहिँ के छ? उहाँको नराम्रो बानी त्यही खेल्न आएन भनेर रिसाउने बानी नै अलि नराम्रो छ। त्यति मात्रै हो? हजुर। अनि बिहापछि माइत तपाईँ जानुभएको छ कि छैन? माइत गएको छ, एकचोटि गएको। एकचोटि जम्मा जम्मी? हजुर हजुर। यो 1 वर्षमा एकचोटि जानुभयो? उहाँलाई पनि लिएर जानुभयो? किनकि टाढा छ, धेरै टाढा छ मेरो माइती, अनि त्यही भएर। ए खोला तरेर गएको। खोला तरेर? तपाईँलाई नि उहाँको घर मनपर्छ कि आफ्नो घर मनपर्छ? मलाई त मेरो घर मनपर्छ, तर गौथलीलाई उसको घरमा माया गर्नुहुन्छ धेरै, अनि त्यही भएर उसको घर मनपर्छ। तपाईँलाई नि गौँथलीको आमा बुवाले ल अब ज्वाइँ साहब यतै हाम्रै घरमा बस्नुपर्छ भन्नु हो भने के गर्नुहुन्छ? आमा बुवा पनि हुनुहुन्छ। बस्न चाहिँ आफ्नै घरमा बस्ने? तर म गौथलीलाई उसको घर पनि पठाउँछु। ए उसलाई नराम्रो लाग्यो भने म जाउँ जाउँ भन्छु है। अच्छा तपाईँको नि तपाईँको आमा बुवालाई चाहिँ उहाँको शारीरिक अवस्था यस्तो छ भन्ने थाहा रहेछ पहिला? थाहा थिएन नि। अनि कसरी भयो त यो? पछि हामी भेट्न गयौँ अनि त्यति बेला नै थाहा पाउनु भएको। अनि थाहा पाइसकेपछि? थाहा पाएपछि अब छोरी मान्छेको जिन्दगी भनेको यस्तै हो, अब घर गरेर खानै पर्छ भनेर आमाले सम्झाउनु भयो, दुःख नमान भन्नुभयो। अहिले बुवा आमाले उहाँ भेट्दा के भन्नुहुन्छ उहाँलाई? ज्वाइँ ज्वाइँ भन्नुहुन्छ। तपाईँलाई घरको बुवा आमा बढी मनपर्छ कि यता उहाँको माइतीको बुवा आमा बढी मनपर्छ? दुवैजना मनपर्छ। दुवैजना मनपर्छ। मलाई राम्रो लाग्छ उसको बुवा आमा पनि। मैले अस्ति भनेको मेरो घर बस्न आउनु न भनेको मान्नु भएन। ए उहाँ बुवा आमालाई पनि आफ्नै घरमा ल्याउने? मैले आमालाई पनि भनेको गाली गर्नुभयो। आमाले चाहिँ? आमा चाहिँ छुच्ची नै हुनुहुन्छ? छुच्ची त अब त्यति धेरै छुच्ची पनि हुँदैन। अरूले भन्छन् रिसाउनुहुन्छ कहिलेकाहीँ। जति तपाईँलाई पढ्न मन छ, पढिरहेको छु भन्दै हुनुहुन्छ, लुकी लुकी त्यो पनि होइन? जस्तै तपाईँ बिहान कतिखेर उठ्नुहुन्छ? म त बिहान 5 बजे उठ्छु। उठेर के गर्नुहुन्छ?
फर्स्टमा पानी लिन जान्छु अनि त्यसपछि दैलो कति टाढा छ पानी लिने ठाउँ? पानी लिन 20 मिनट जति लाग्छ। हिँडेर जानुपर्छ? हजुर। अनि फेरि लाइन पनि बस्नुपर्छ, एउटा मात्रै धारो छ हाम्रो गाउँमा। के गाग्री लिएर जानुहुन्छ? हजुर। अनि आफै गाग्री जत्रै हुनुहुन्छ? कसरी बोक्नुहुन्छ? सक्छु बोक्नलाई। हो? हजुर। अनि पानी लिएर आएर? अनि पानी लिएर आएपछि दैलो पोत्छु अनि त्यसपछि भाँडाहरू सफा गर्छु अनि त्यसपछि चिया बनाउँछु अनि उहाँलाई दिन्छु, आमा बाबालाई दिन्छु अनि बाख्रालाई घाँस हाल्न जान्छु। अनि पढ्न चाहिँ कतिखेर पढ्नुहुन्छ? पढ्न चाहिँ आमा नभएको बेला मात्रै पढ्ने हो क्या, लुकेर त्यो पनि हाम्रो कोठामा पढ्ने हो। बाख्रा हेर्न गएको बेलामा नि उहाँले किताब लुकाउनुहुन्छ अनि बाख्रा हेर्दै किताब पढ्दै गर्छु। कसले पढाइदिन्छ? म आफै पढ्छु। अनि कसरी सिकाउनु पर्दैन? नआएको कुरा अब सिकाउन त पर्छ, तर मैले पढ्छु। घरमै पढेर जाँच दिनुभएको तपाईँले? त्योभन्दा पहिला त म बिहे गर्नुभन्दा अगाडि त स्कुल गएको हो नि त, अनि मलाई थाहा छ नि त यसको अगाडि अभ्यास हुन्छ अनि त्यही हेरी पढ्छु क्या म। किताबै किताब छ। अनि किताब आमाले देखेपछि च्यातिदिनुहुन्न? मैले लुकाइदिन्छु। अनि ट्याङ्काभित्र लुकाएको छ। उसको हरियो रातो सबै किताब छ। अनि अहिलेसम्म आमाले थाहा पाउनु भएको छैन पढाइको कुरा? थाहा छैन। अस्ति सोध्दै हुनुहुन्थ्यो कसको हो यो रातो किताब भनेर, मैले मेरो साथीको भने। तपाईँ नभनिदिनु है। म भन्दिनँ। फेरि भनौँ भने त आमाले मलाई पुरै कुट्नुहुन्छ। मान्नुहुन्छ।